काजी काजीको के छ यहाँको यस्तो भ्यू छ है राम्रो छ एकदम अरू के छ के भन्न मन लागेको छ भन्न त के मन लाग्यो नेपाल धेरै वर्ष अगाडि यस्तो मार्बल कटिङको व्यवस्था गरेर रहेछ तर अब अहिले हेर्दाखेरि बहुत अच्छा अच्छा लड्की पनि काम गर्न सक्दैन होला जस्तो लाग्छ नि त हे केटा है के भयो मेरो मोबाइल त छैन बेजोक चाहिँ बेजोक छैन रमाइलो चाहिँ भइरहेछ खासै बेजोक चाहिँ छैन हामीलाई चाहिँ एकदम रमाइलो लागिरहेछ अब रमाइलो त के लाग्यो बुढेसकाल भइदियो सफल भइदियो 84 काटियो त्यो 84 काटियो 84 कहाँ काटियो के 84 काटेछि माया गर्ने आउने मान्छेहरूको भिडको हेरौँ न यहाँ यस्तो छ होइन भिड अङ्गले हेलिकप्टरबाट के होला त लड्दैन हामी त्यहाँ तल त्यहाँ गएर नि आइसकेको होइन ऊ त्यहाँनिरको त्यो डाँडामा जस्तो हामीले फोटोसोटो सबै खिच्यौँ होइन हामी अहिले यो डाँडामा पुगेको अवस्था देख्न सक्नुहुन्छ यहाँ पछि केटाहरू सबै यहाँ छन् होइन हामी आइसकेको आमामा यो भ्यू आउने मान्छेहरूको लहर हेरौँ न गड गड केटालाई के भयो क्या पानी केही लाग्यो त्यस्तो ₹20 कहाँ छ नगि क्या 10 रुपियाँ यति छ पैसा रुपियाँ तान्ने उता हातमा लागिरहेछ पैसा अनि कति धेरै पैसा छ अनि पैसा छैन भन्छ त्यतिले आउँदैन 25 आउँदैन 30 आउँछ आउँदैन त्यसले पनि दिएन सबै जति छ हातको सबै दिए त सबै दिएन लड्कीहरूको यहाँ कमी छैन है लड्कीहरूको कमी छैन यहाँ लड्की खोज्न आएको अरू क्यामेरा त यसरी त्यसै नै भइगयो त मिलेन तर यो चाहिँ दुईजना केटाहरू तल पानी लिन गइसक्यो होइन तिनीहरू चाहिँ उही ग्याङका मुलाहरू हुन् यहाँबाट हिँड्दैछ एउटा 84 खोज्न आएको बड्डो के हेर्न चाहने भयो मान्छेहरू होइन गड कति टाढा हो कि यो यति टाढा नि सम्भव हुन्छ ओ माई गड बाटो यस्तो छ होइन अघि बाइकमा आएको बबालै रहेछ क्या यहाँ हेरौँ त यस्तो ओ माई गड यहाँ चाहिँ मान्छेहरू पनि छैन यस्तो बाटो छ है दामी छ कहाँबाट आइरहेछन् केटाहरू तिनीहरूलाई खानै ठिकै छ क्या ऊ यहाँ चढ्ने कसरी यहाँ ओमाई गड्यो बाटो ओमाई गड हेलो खस्यो भने त बाटो चाहिँ अवस्था चाहिँ लास्टै छ है यहाँ जस्तो बस्तोले आउन सक्दैन है बाटो गाह्रो छ है फाइनली हामी यो डाँडामा माथिकोमा आइसक्यौँ अर्को सानोमा चाहिँ आएको हामी अहिले चाहिँ माथिल्लो डाँडामा आइसक्यौँ होइन त्यो तलको साइडमा गएर जुस राम्रै भयो नयाँ एक्सपिरियन्स होइन राम्रै हुन्छ देख्न सक्नुहुन्छ वाइफ एन्ड गर्लफ्रेन्डको आउने ठाउँ होइन यहाँ देख्न सक्नुहुन्छ यस्तो छ क्या
गोदावरी डाँडा है। हामी गोदावरी, यो गोदावरी तल छ गोदावरी पार्क भनेको यहाँ हो। यहाँ पनि मान्छेहरू टन्न छ है। यहाँ केटाहरूको अवस्था यहाँ तलमा अवस्था सकिँदैन भनिरहेछ नि। सकिँदैन अरे, साँच्ची सकिँदैन र, साँच्ची सकिँदैन र, साँच्ची आउन सकिँदैन र, सकिँदैन र, सकिँदैन भन्छन् त हो केटाहरू। सकिन्छ सकिन्छ केटा हो, सकिँदैन भन्छन् त हो। किन हो, सकिन्छ है, सकिन्छ। आउन चाहिँ मजाले सकिन्छ है, आउन सकिन्छ।